आज मैले डार्क जुन साइकोलोजी छ अनि डार्क साइकोलोजीमा एउटा कुरा मैले अब्जर्भ गरेँ हैन। जस्तै यहाँ म तीनवटा कुरा म भन्न चाहन्छु। फर्स्टमा जुन छ जुन सोसाइटी धेरै ब्रुटल हुन्छ अनि सेकेन्डमा जस्तै तपाईको अहिले बाबा हुनुहुन्छ हैन, बाबा हुनुहुन्छ त समाजले तपाईको रिश्तेदारले कस्तो हेर्नुहुन्छ अनि बाबा नभएपछि त कस्तो हेर्नुहुन्छ। अनि थर्डमा जुन तपाईले आफ्नो जुन एम्पायर हुन्छ नि फेरि रिबिल्ड कसरी गर्न सक्नुहुन्छ। जस्तै फर्स्टमा जुन हजुरबाबाको पालाको जुन एम्पायर थियो हैन, फेरि यसलाई रिबिल्ड कसरी गर्न सकिन्छ त्यो भएर त फर्स्टमा हामी म कुरा गर्छु कि ब्रुटल जुन नेचर छ सोसाइटीको हैन, जुन एकदमै हाइली ब्रुटल छ, मतलब एकदमै पूर्ण रूपले दरिन्दगी हुन्छ नि त्यो लेभलको जुन छिमेकी हुन्छ, रिश्तेदार हुन्छ, नातेगोता हुन्छ हैन, रिलेटिभ्सहरु हुन्छ। त्यो त पहिला जुन यो ब्रुटलेसन यो हो कि तपाईले जति पनि माया गर्नुस् आफ्नो जुन वरिपरि छ, सोसाइटी छ, समुदाय छ, जुन अर्थव्यवस्थामा तपाई जन्म लिनुभयो त्यो अर्थव्यवस्थाको व्यक्तिहरु छ अथवा कुनै छिमेकीहरु छ, नातेदारहरु छ, रिलेटिभ छ हैन, तपाई जति पनि माया गर्नुस् अनि जति पनि उहाँलाई केयर गर्नुस्, कन्सर्न गर्नुस् हैन, तर यदि तपाई पावरलेस हुनुहुन्छ भने तपाईलाई त्यो माया ब्याक्ड हुन सक्दैन। भनेको अरूले जस्तै तपाईले माया गर्नुहुन्छ हैन, तर तपाई पावरलेस हुनुहुन्छ भने यो उम्मेद छोडिदिनु होला अथवा अपेक्षा जुन कि अरूले पनि मलाई त्यस्तै माया गर्न सक्छ भनेर त्यो जस्तै छिमेकीले अथवा कुनै रिश्तेदार, नातेगोताले हैन, रिलेटिभ्सले हैन त्यस्तै माया गर्छ हैन, त्यो उम्मेद कहिले पनि नगर्नु होला। त्यो एकदमै डार्क ब्रुटल त्यो मतलब ट्रुथ हो कि तपाई मानिसहरूले जुन हुन्छ नि त्यो तपाईले माया गर्नुहुन्छ त्यो कारणले हैन तपाईलाई माया गर्छ त्यस्तो छैन। मानिसहरूले कहिले पनि वीक व्यक्तिलाई माया गर्दैन अथवा वीक जुन हुन्छ नि वीकलाई बेग्लै तरिकाले हेरिरहेको हुन्छ। जुन हाम्रो एनर्जी हुन्छ नि, हाम्रो शरीरको एनर्जी जुन हुन्छ नि व्यक्तिको जुन हाम्रो इभल्भ भयो, हाम्रो माइन्ड हैन, हाम्रो जुन पूर्वजबाट जुन इभल्भ भयो त्यो जेनेटिकली यस्तो खालको इभल्भ भयो कि हामीले एनर्जी ड्रेनेजलाई मन पराउँदैन। जुन हाम्रो मतलब जबसम्म हामीसँग एनर्जी हुन्छ तबसम्म हामी एकदमै एक्टिभ हुन्छ, हामी एकदमै एनर्जेटिक हुन्छ, सबै काम गरिरहेको हुन्छ हैन, हाम्रो शरीरमा रोग पनि त्यति लाग्दैन। भने हामी एनर्जीलाई धेरै मन पराउँछ। एनर्जी भनेको नै हाम्रो जीवन हुन्छ अनि त्यसैले हाम्रो एनर्जी जुन हुन्छ, एनर्जी ड्रेनेज, जसले एनर्जीलाई सोक्छ हैन, जसले एनर्जीलाई खर्च गर्छ त्यस्तो व्यक्तिलाई हामीले मन पराउँदैन। कुनै पनि